आज चाहिँ म यहाँ यो चाहिँ मेरो माइली देमा हो। म चाहिँ आज इटालीदेखि माइली देमालाई भेट्नु आएको बगुवामा। अनि यहाँ अहिले आइपुगेर यहाँ नानाले चाहिँ यहाँ के अरे आज हामीलाई मेचमन कुखुरा काटेर धन्दा यो चाहिँ मेरो जिना नाना है, मेरो माइली देमा, मेरो सासूको माइली दिदीको जेठी छोरी। यो चाहिँ बगोमा यहाँ हामी चाहिँ आज मेचमन पुरा कुखुरा लोकल कुखुराको तिते खाएर। नाना यो तपाईँले पाल्नु भएको हो? मैले पालेको नि, अनि बिहान आउँछ भनेर थुनी राखेको थिएँ नि कोरमा। आमा यस्तो साह्रो चाहिँ गर्नु पर्दैन थियो नि त हौ बुहारीहरूको लागि। मेरो बुहारी भनेको त कहाँ, आफ्नो माइती भनेको त कुकुर पनि प्यारो हुन्छ माइती गाउँको हैन। त्यही त अब ठ्याक्कै त्यहाँ टेम्पोमा ओर्ल्यो अनि उकालो आउँदाखेरि त मान्छे छैन, देमा एक्लै हुनुहुँदो रहेछ माइली देमा। अनि फेरि बिचरा देमालाई दुखादी पर बोलाउनु पठाएँ। अनि बिचरा देमाले पर लिनु आउनुभयो। मेरो देमा छ र मेरो सासू मम्मीको माइली दिदी कति ब्युटिफुल, भोइसमा त कति राम्रो हुनुहुन्थ्यो होला हौ देमा त। सबैको चोखेले नि मेरो मम्मी त्यस्तो भएको, अहिले चाउरी परेको। ए राम्री देमाको छोरी मोटी काली काली छ, काली छु बाउको छोरी हो। म त यस्तो अनुहार पनि झर्के जस खतरो छ। यो चाहिँ मेरो साथी अनुहार झर्के थाल भए पनि मान्छे। यी चाहिँ ताप्लेजुङको चन्दा कार्की, घर चाहिँ भोजपुर भुजेलकी बुहारी। अनि यो चाहिँ मेरो साथी। अनि उसलाई पनि आज मैले कस्तो खुसीमा टेबलमा बसेर चाहिँ हल्का भिडियो लिएको। कति रमाइलो, गाउँघरमा छुट्टै रमाइलो हुन्छ क्या गाइचहरू। तपाईँहरू पनि आउनुहोस् है, तिते खाने भए।